चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने सिलसिलामा वन कर्मचारीले सडकमा राखेको टेम्पो भिडबाट खसालेको भन्ने विषय सामाजिक सञ्जालमा सम्प्रेषित अफवाहहरू प्रति डिभिजन वन कार्यालयको गम्भीर ध्यान आकर्षण हुनुको साथै आम नागरिकमा भ्रामक बुझाइ नपरोस् भनी यथार्थ वास्तविकता स्पष्ट पार्न चाहन्छौँ। उल्लेखित अतिक्रमित वन क्षेत्र नेपालकै अत्यन्त संवेदनशील र कमजोर पर्यावरणीय प्रणाली रहेको चुरे क्षेत्र अन्तर्गत पर्दछ। यस क्षेत्रमा सडक किनारको सार्वजनिक वन क्षेत्रलाई गैर कानुनी ढङ्गले भागबण्डा गरी भित्री रूपमा बेचबिखन गर्ने र खोका छाप्राहरू खडा गरी सरकारी वन जमिन कब्जा गर्ने श्रृङ्खला विगत लामो समयदेखि चल्दै आएकोले वन प्रशासनले यसलाई समय समयमा नियन्त्रण गर्दै आइरहेको थियो। विगत 5 महिना अघिदेखि सो क्षेत्रमा पुनः अवैध खोका छाप्राहरू खडा गरिएका थिए। सामाजिक सञ्जालमा प्रचार गरिए जस्तो उक्त टेम्पो कुनै गुड्ने वा चालु हालतमा रहेको सवारी साधन नभई चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको र धकेलेर सार्न समेत गाह्रो हुने फलामे अस्थिपञ्जर मात्र थियो, जसलाई केवल वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले पसलको टहरो खोकाको रूपमा त्यहाँ स्थापना गरिएको थियो। सो कवाडी ढाँचालाई 1 महिना अगाडि नै हटाउन निर्देशन दिँदा सँगैको अन्य 10 छाप्राहरू हटे तापनि सो कथित टेम्पोका सञ्चालक घनश्याम धामीले अटेर गरी नहटाएकोमा वन कर्मचारीहरूले धकेलेर उक्त टेम्पोलाई निजको घरसम्म पुर्याइदिएका थिए। तत्पश्चात उक्त टेम्पो निजले पुनः सोही ठाउँमा ल्याई राखी पसल सञ्चालन गर्दै आएका थिए। यसपटक पनि उक्त टेम्पोलाई हटाउन निर्देशन दिँदा निज टेम्पो नहटाउने जे गरे गर्नुस् भन्दै अटेर गरी गाली गलौजमा उत्रेका थिए। मिति 2083 जेठ 29 गते पुनः अतिक्रमण हटाउने अभियान चलिरहेको अवस्थामा वन टोलीले सो गुडाउन नमिल्ने टेम्पोलाई बल प्रयोग गरी पन्छाउन खोजेको थियो। सोही क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनको कारण सो कवाडी टेम्पोको अस्थिपञ्जर अनियन्त्रित भई दुर्घटनावश भिडबाट खस्न पुगेको यथार्थ जानकारी गराउन चाहन्छौँ। नमस्कार, मेरो नाम विराज विष्ट हो। म यही गोदावरी नगरपालिका वार्ड नम्बर 4 को स्थानीय पनि हो। अब वास्तविकता भएको के थियो, हिजोको घटना के हो, तपाईँले बुझ्नुभयो होला, थोरै भनिदिनु न। अब यो के छ भने अब यो जति पनि ठाउँमा हाम्रो यो जिल्लामा मात्र होइन, देशैभरि यो अनियमित ढङ्गले अतिक्रमण भएका जमिनहरू हटाउने प्रक्रियामा अब हाम्रो वन डिभिजन कार्यालय कैलालीले पनि त्यो कुरालाई चाहिँ एक्सन ओरिएन्टेड काम गरिरहेको थियो। यो अवैधानिक ढङ्गले अतिक्रमण भएका जमिनहरू हटाउनु त्यो स्वाभाविक प्रक्रिया हो, त्यो राज्यले गर्नुपर्ने काम पनि हो। तर यो विषयमा के छ भने जस्तै तपाईँले भन्नुभयो आज यो वन डिभिजन कार्यालयहरूले प्रेस विज्ञप्ति गरे, जो प्रेस विज्ञप्ति उहाँले बोल्नुभयो यो त्यस्तो भवितव्य हिसाबले त्यस्तो हुन पुग्न आयो, त्यो गलत, सरासर गलत हो। तपाईँ सामाजिक सञ्जालमा मजाले भिडियो देख्न सक्नुहुन्छ। उहाँहरूले बगैँचा फालेको यो अटोलाई तल धकालेको फालेको र यहाँ इन्जिन छ छैन तपाईँ बगैँचा यसमा देख्न सक्नुहुन्छ। इन्जिन यही छ, सबै कुराहरू यही छ, देखाइनु सबै। अनि गाडी इन्जिन चालु छ कि छैन भने कन्डिसन हेर्नुहोस्, पुरा इन्जिन यहाँ हेर्नुहोस्, यहाँ मोबिलदेखि लिएर तेलदेखि लिएर सबै कुराहरू यहाँ भरेको छ, सबै कुरा यहाँ देखिँदैछ। तपाईँ सब प्रत्यक्ष देखाइदिनुहोस्। माथिसम्म उसले डिपोले के भन्नुभएको छ, इन्जिन छैन, अनि धेरै दिनदेखि यहाँ राख्ने पाल छैन, केही छैन के, अनि फेरि गाडी मात्र त्यहाँ रोक्ने गरिरहेको छ। बिहान आउने साँझ लैजाने पानी सबै कुराहरू भित्रै रहन्थ्यो। यसको सबै कुराहरू भित्रै हो, फेरि कुनै चिज बाहिर थिएन, यसको सबै भित्र छ। अनि टायर छैन भन्नुभएको छ, टायर 4 वटा 3 वटा टायर देखाइदिनुहोस्। अनि इन्जिन छैन भन्नुभएको छ, इन्जिन यहाँ देखाइदिनु, इन्जिन नम्बर समेत देखाइदिनुहोस् उहाँलाई।